सुनाएर गइसक्नु भएको छ। अब फेरि अप्रतियोगी कवितालाई म यहाँ बोलाउन चाहन्छु। आदरणीय पूर्व विद्यार्थी पार्थ सुवेदीलाई मञ्चमा आमन्त्रण गर्दछु। यो कविता अप्रतियोगी रहेको छ। आफै तानिएर मन बसेको छ रामकोटमा, आए आफै तानिएर, जिम्बु दालमा जस्तै गरी आए झानिएर, हुर्के बढे यही आँगनमा, खेले पढे आँखा देखे, हुर्के बढे यही आँगनमा, खेले पढे आँखा देखे, स्वर्ण जयन्ती खुसी भरी आए हानिएर, स्वर्ण जयन्ती खुसी भई आए हानिएर। म जस्तै यो स्वर्ण जयन्ती भन्ने बित्तिकै हामफालेर आउने सम्पूर्ण यहाँ पूर्व विद्यार्थी, पूर्व शिक्षकज्यूहरू, म पहिला उहाँहरूलाई नै सम्बोधन गरेँ किनभने आज यस विशेष कार्यक्रम थियो। मञ्चमा आसीन यस कार्यक्रमका प्रमुख व्यक्तित्वहरू, आदरणीय सभाध्यक्षज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, निर्णायक कविताको कार्यक्रम भएको हुनाले यस कविताको निर्णायक मण्डलमा रहनुभएका निर्णायक मण्डलका सम्पूर्ण सदस्यज्यूहरू, उपस्थित सम्पूर्ण पूर्व विद्यार्थीहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, मेरा दाई दिदीहरू, भाइ बहिनीहरू सम्पूर्णमा म पार्थ सुवेदी, साबिक हंसपुर 4, अहिले रूपा 7 को तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। र यो मेरो अप्रतियोगी कविता हो र मेरो कविता मैले मेरो बयान नाम दिएको छु मेरो यो कवितालाई। र मेरो बयानमा के म नेपाली होइन र भन्ने प्रश्नवाचक चिन्ह तिर्स्याएको छु। अलिअलि कविताहरू वास्तविक जीवनसँग पनि मेल खान्छन् भन्ने गर्छन्, सायद यो हुन पनि सक्छ। तपाईँहरूले आफैले अनुमान गर्नुहोस्, म यहाँहरूलाई नै यो जिम्मा दिनेछु। म यो कठघरामा किन उभिनु परेको हो, म यो कठघरामा किन उभिनु परेको हो, मलाई प्रश्न गर्ने को हुन्, किन दिनु मैले हर सवालका जवाफहरू, अनि म कसरी प्रतिवादी भएँ। खोक्रो र धोत्रो रुख जस्तो तिनीहरूको इजलासमा म पटकौँ पटक उभिरहनु पर्ने किन, के म नेपाली होइन र। कसले दायर गर्यो रिट मलाई विपक्षी बनाएर, कसले दायर गर्यो रिट मलाई विपक्षी बनाएर, कसले जारी गर्यो परमादेश। मलाई कुनै बहस र प्रतिवाद गर्नु छैन, न त कुनै जिकिर नै गर्नु छ। मातृप्रेम र राष्ट्रभक्तिको पनि कहीँ दसी प्रमाण र सबुत देखाइन्छ र, मातृप्रेम र राष्ट्रभक्तिको पनि कहीँ दसी प्रमाण र सबुत देखाइन्छ र। उनीहरूले के भन्ठान्छन् र बयान लिन खोज्छन् मसँग, उनीहरूले के भन्ठान्छन् र बयान लिन खोज्छन् मसँग, के म नेपाली होइन र। आफैलाई सपुत हुँ भन्नेहरूले नै यहाँ, आफैलाई सपुत हुँ भन्नेहरूले नै यहाँ गर्ने गर्छन् खिचातानी, भाँड भैलो र मनपरी। कसले देख्छ देश दुखेको, कसले देख्छ देश दुखेको, गरिब किसान श्रमजीवी र देशभक्तको भन्नुहोस् त, कसले देख्छ ओठ तालु सुकेको। राज्यकै छहरीमा नाच्थ्यो, नाच्छ र नाच्ने गर्छ, नाचिरहनेछ अपराधी दुधले नुहाएर। राज्यकै छहारीमा नाच्थ्यो, नाच्छ, नाच्ने गर्छ, नाचिरहनेछ अपराधी दुधले नुहाएर। खै कहिले चेत खुल्छ हाम्रो, देख्दैनौ त हामी दुनियाँ जगतले थुकेको। उठ उठ र सोध ए प्रतिवादी करार र दोषी ठहर गरिएकाहरू हो, उठ र सोध ए प्रतिवादी करार र दोषी ठहर गरिएकाहरू हो, के मलाई जस्तै तिमीलाई माटोको माया छैन र। यिनीहरूलाई के लाग्छ, के म नेपाली होइन र। कान खोलेर सुन, कान खोलेर सुन, मेरा मानसपटलमा सदैव चन्द्र सूर्य अङ्कित झन्डा फरफराइरहन्छ, सगरमाथा, रारा, पशुपति र बुद्धको छाया छ। त्यति मात्रै होइन, अरुणोदय, रामकोटको अमेट छाया छ, मलाई भदौरे, कमेरे खानी, बागे डाँडा, छत्तिने, इन्द्र गुफा, देउराली र कात्तिके खर्कहरूमा बेपरवाह डुल्नु छ। पहेलपुर धानका बाला सरी भएर मादिवेशी, ठुलबेसी र तालबेसीहरूमा लह लह झुल्नु छ। त्यो स्याक्लुङकोटमा फुल्ने गुराँसको लालीको माया छ, दुध घिउ जस्त्र भात जस्तै मेरी आमाको मिठो गालीको माया छ।
त्यो स्याक्लुङकोटमा फुल्ने गुराँसको लालीको माया छ, दुध घिउ र भात जस्तै मेरी आमाको मिठो गालीको माया छ। मनभरि घर देशको डाँडा पाखा र कन्दराहरू छन्, मलाई आफ्नै घरको धुरी बारदरी र छोटे पालीको माया छ। मलाई आफ्नै घरको धुरी बारतली र छोटे पालीको माया छ। यो मेरो गाउँघर देउराली र चौतारीहरूमा, यो मेरो गाउँघर देउराली र चौतारीहरूमा मेरा पैतालाको डोब र शीतलो छाया छैन र? किन दिनु मैले बयान, किन दिनु मैले बयान, के म नेपाली होइन र? तिनीहरूलाई लाग्छ आजको युवा नामक हर एक पन्छी, तिनीहरूलाई लाग्छ आजको युवा नामक हर एक पन्छी आफ्नै रहरले चढ्ने गर्छ ठुलो चिलगाडी। तिनीहरूलाई लाग्छ आजको युवा नामक हर एक पन्छी आफ्नै रहरले चढ्ने गर्छ ठुलो चिलगाडी। राज्यको डाडु पनियो समाउनेहरूले, सत्ताको भकारी घोप्ट्याउनेहरूले आफैलाई मात्रै देशका सपुत ठाने र युवाहरूलाई फगत बिक्री गर्ने वस्तु माने। आफैलाई मात्र देशका सपुत ठाने र युवाहरूलाई त केवल फगत बिकाउ गर्ने वस्तु माने। त्यसैले त बेच्ने गर्छ हर दिन मेरो सरकार, त्यसैले त बेच्ने गर्छ हर दिन मेरो सरकार। बथानका बथान पन्छीहरू, थानका थान युवाहरू, मुकुण्डाहरू अझै मलाई सोध्छन्, मुकुण्डाहरू अझै मलाई सोध्छन् इजलासमा उभिआएर, किन फर्किस् त? म जननी र जन्मभूमिको अपार माया भएर पो फर्केको हुँ। म जननी र जन्मभूमिको अपार माया भएर पो फर्केको हुँ। आफ्नोपनको महत्त्व थाहा भएर पो फर्केको हुँ। परदेश भन्दा त घर देश आहा भएर फर्केको हुँ। अनि के म नेपाली होइन र? छोड अनेक प्रश्न नगर, छोड अनेक प्रश्न नगर, मलाई मेरै बाटोमा हिँड्न देऊ। बिन्ती मलाई मेरी आमाको अनुहार चिन्न देऊ। कृपा गरेर मलाई यही माटोको भएर बाँच्न देऊ र मेरै बाल दौतरीहरूसँग रमाउन अनि हाँस्न देऊ, मेरै बाल दौतरीहरूसँग रमाउन अनि हाँस्न देऊ। धन्यवाद।